ल गाइज आज हामी कुलेन पूजा कुल पूजामा हिँडेको भाउजूमा वालिङदेखि आउनु भएको छ। हुन त यहीँ के हो नि वालिङ गरेर बसेकी भएर है फेरि वालिङका यहाँ पूजा गर्न आएको होइन। ल भाउजूले ट्याक्क भन्नुभएको छ। घरबाट हिँडियो सर्लक्क यो गाउँ यो देखिने गाउँ यता यता माथि चाहिँ छेकिँदो रहेछ यहाँबाट टक्क। अनि यो यता देखिने गाउँ जति यहाँ एक दुई घर अरू हुनुहुन्छ होइन। यहाँ तिवारी अधिकारी त्यही होला नत्र यो देखिने गाउँ यो सबै हाम्रो ढकाल थोक ढकालवासी उपमन्यु गोत्र उसको आज हामी कुल पूजा गर्नलाई हिँडिसक्यौँ घरबाट। अब अरू कुरा चाहिँ अब तलै गएपछि यो बाटा हिँडेको त के बढी गर्नु र मन्दिरमा गएपछि के हुन्छ म भिडियो बनाउने छु। आज कुल पूजा हुन्छ। यो मेरो भाइ यो अरविन्द दाईको सपरिवारै हुनुहुन्छ। हामी दुई घरका दाजुभाइ भएर हिँड्यो। ल गाइज फाइनल्ली आइपुग्यो है कुल मन्दिर। बाटो अलि अप्ठ्यारो छ र बाइकहरू त हाकेर छन्। मान्छेको भेट्यो छ हाम्रो यताबाट पोखरातिरबाट कता कता बस्नेहरू आउनु भएको। हामी पनि कुल मन्दिरमा आइपुग्यो। हाम्रो कुल मन्दिर यता प्रसाद पकाउँदै हुनुहुँदैछ। यस्तो सुविधा भइसकेको छ हाम्रो गाउँघरमा। आइसक्रिम बेच्न आइसकेको छ नि। अब पुरै साधनमा आउन सक्ने व्यवस्था चाहिँ भयो। बाटो अलि नाजुकै छ यस्तो छ है। तर पनि जस दुखम सुखम आइन्छ। टोयलेट यता बनेको छ। यो चाहिँ हाम्रो मेन मन्दिर यो हो। यतापट्टि चाहिँ सामानहरू राख्नको लागि ठाउँ बनाइएको छ। यस्तै छ। अब यो खेतहरू मौसमले खासै साथ देला जस्तो छैन आज पनि। सबैजना आइसक्नुहुन्छ। म चाहिँ अलिकति ढिलै भयो चाहिँ अलिक छिटो आउनु पर्ने। यहाँ सहयोग पनि गर्नुपर्ने हो। अलि ढिलो भएछ। पहिलाका दुःख सुखका रमाइला गफहरू गर्दै त्यता प्रसाद पकाइराख्नु भएको छ। अब यतातिर चाहिँ आफ्नो धेरै पछि भेट भएका टाढा भएका भेट भएका आफू एक आपसमा बसेर आफ्ना दौतारी साथीहरू इष्टमित्रहरू सबै दाजी सबैजना एकछिनमा यहाँ भजन कीर्तन सहित ज्योति जलाउने कार्यक्रमहरू हुन्छ। प्रदीप ठिक छ यार। ठिकै छ के? ठिक छ। हाम्रो पनि धेरै पुराना दाजुहरू साथीहरू समकालीन साथीहरू भेट भइरहेछन् है। धेरै वर्षपछि कोही स्वदेश कोही विदेश कोही आफ्नो बिजनेसका लागि टाढा जानेहरू आज
यस कुल मन्दिरले हामीलाई एक ठाउँमा बनाएको छ। बुवा नमस्ते। भेटी ज्योति बनाउने कार्यक्रम हो। यहाँ दुधसँग लिन्छ। हाम्रो दुधद्वारा पूजा गर्ने चलन छ। कसैले पाठो काट्छन्, हाम्रो काट्दैन। आमा दिदी बहिनी भाउजूहरू दर्शनका लागि एकदम भिड छ। टाढो घुम्दै घुम्न आएको मान्छे त्यही बत्ती बाल्ने गर्ने र ढिलो गर्छन् क्या यता पोखिन्छ के पोखिन्छ यता बत्ती हो तेल पोखिन्छ के हेर त भर्खरै हो। तिमीलाई भित्र बस्यो धुप बाल्न दिँदै दिनुहुन्न के भित्र बाल्ने अगरबत्ती त बाहिर हो या त अगरबत्ती बाल्ने बाहिर हो। हेर्न हेर नमस्ते गर अनि जा नमस्ते अगरबत्ती त्यहाँ छोड्ने पाला मात्रै नजलाइ त हुन्छ। त्यसै टेक्न मिल्छ। हेऱ्यो हटाउनु भित्र होइन नि बाबु अगरबत्ती बाहिर हो भित्र बत्ती बल्यो हो त नि। मन्दिर हाम्रो तरकारी बनाउने कार्यक्रम हो। अनि हुमनाथ भन्ने को हाम्रो डिलामुनि किस्न त गफमा व्यस्त छ नि। भाइरल डिलामुनि किस्दै म अस्ति हो त मान्छेहरूको घुइँचो छ अझै पनि आउनेको। माथिबाट उताबाट आमा दिदी बहिनीहरू आउँदै हुनुहुन्छ। अब हाम्रो यो भनेको यो माथिदेखि गाउँहरू घरहरू लगायत यता छोपिए योदेखि यो पुरै गाउँ लगायत यता तल अर्गौँदी तङ्खुबारी यता तङ्खुबारी जतातैबाट हाम्रो एउटा कुल मन्दिर एउटा हाम्रो यो कुल मन्दिर हो। आज धेरै टाढा टाढाबाट अब आफ्नो व्यापार व्यवसाय दाजी सन्चै दाजी व्यापार व्यवसाय गर्न टाढा हुनुभएका बाध्यताले पनि जानुभएकाहरू सबैजना यहाँ आज भेट हुनुभएको छ। खिर पाक्दैछ यहाँनिर। कृष्ण दाइ ल हेर्नुहोस् गोरु कस्ता हुनुपर्छ, कति मोटा हुनुपर्छ, कति बलिया हुनुपर्छ।
यो गोरुले जोत्दाखेरि कस्तो होला ल हेर्नु त तपाईँले यत्तिका गोरु बनाएर पाल्ने भने संसारकै टप गोरु डिलामणि किसिम दाइको भन्न पाएदेखि कस्तो मजा हुन्थ्यो ल हेर्नु त यत्तिका बनाउनु पऱ्यो है दाइ अब चाहिँ मेरो सुझाव तपाईँलाई ए खेमे दाइले खालि डिलामणि किसिम दाइको गोरु उहाँ छेरे भन्छन् यत्तिका बनाएपछि कसरी भन्दा रहेछन् ल भूपेन्द्र